गाइज आज हामी पशुपति गएर हो टक्क पारेर लगाएर के तो गाइज आज हामी गएर आएको दीपक गुम्मा भाइको वेटिङमा हामी चाहिँ अहिले चाहिँ हामी धरहरादेखि हाम्रो यात्रा चाहिँ पशुपतिनाथसम्मको भइरहेको छ। बात तो सही है। हाम्रो चाहिँ आज शिवरात्रि एकदमै धुमधामसँग मनाउने 1 केजी गाँजा खाएर भन्ने। क्या बात है सर, क्या बात है सर, क्या 1 केजी खाएर त्यो चाहिँ हाम्रो टार्गेट हो गाइज। गाइज त यो चाहिँ हामीले कुन एरियामा हो भन चाहिँ हामी सिंहदरबारको अगाडि यो सिंहदरबारको अगाडि छु ल गाइज। ल हामी चाहिँ हिँडिरा हो यता अब यता सबै ओल्लो पल्लो साइडमा पुरै कपालहरू मात्र भइसक्यो। अब हामी जस्तोहरूले बस्न यता गाह्रो छ। बात तो सही है। दौड़ना तो पड़ता है। गाइज यस्तै हामीले हेरेको हेरे मात्र अरू चाहिँ के छैन। यता रमाइलो छ। हाम्रो चाहिँ गर्मीले गर्दाखेरि आज खासै पसिना आयो छैन। गुम्मा भाइको वेटिङमा हो कि हामी खासमा, नत्र अहिलेसम्म पशुपति पुगिसक्थ्यो होइन। अहिले हामी चाहिँ उता पुगिसक्थ्यौँ। त्यसो धुवा धुवाले आँखा पनि पुगिरहेको छैन, नत्र म ह्यान्डसमै हो नम्बर 1। अरे कहना क्या चाहते हो? अहिले चाहिँ त्यस्तो ल मा त्यसमा मेरो गर्लफ्रेन्ड छ उमा गर्लफ्रेन्ड छ मलाई त्यसमा मेरो। त्यस्तो हगफ त दिने होइन हामीले। बात तो सही है। गाइज यो चाहिँ हाम्रो एरिया, हामी चाहिँ यहाँ बसिरहेको छौँ। त्यही हो अब होइन के भन्नु छ र अरू। दीपक भाइ फ्री फायर टक्क खाइरहेको छ। यो दीपक भाइ फ्रीको है यो चाहिँ। ल चाहिँ अहिले पशुपति क्षेत्रमा छौँ। अहिले यहाँ भिडभाड साथीहरू हामी 5 जना छौँ। अगाडिको टाउको मान्छेको नाम के हो भनेर अगाडिको लाइन खेल्नु मिच्नुपर्ने जानलाई शास्ति छ भन। दीपक भाइ जय शम्भु। ओइ दीपक भाइ जय शम्भु। जय शम्भु।